हेलो वेलकम टु माई न्यू भ्लग। म धेरै पछि चाहिँ तपाईँहरूको माझमा भिडियो लिएर आइरहेको छु। आज चाहिँ म तपाईँहरूलाई गङ्गाजमुना गाउँपालिका वडा नम्बर 2 को तावलको भिडियो देखाइरहेको छु। हेर्न सक्नुहुनेछ गुम्बा, यो तावलमा रहेको गुम्बा है। अनि यहाँ माथि डाँडाकाँडा एकदम दामी छ। यो माथि मैले खिचिरहेको चाहिँ पासाङचोक डाँडा हो। यो चाहिँ एकदम धार्मिकमा प्रख्यात छ। यो झन्डै 3000 मिटरको हाइटमा छ यो डाँडा चाहिँ। यो चाहिँ वैशाख पूर्णिमामा र भदौ पूर्णिमामा एकदम दामी मेला लाग्छ है, ठुलो मेला लाग्छ यो पासाङचोक डाँडामा चाहिँ। हेर्न सक्नुहुनेछ यहाँ गुम्बा अनि चर्चको दृश्यहरू एकदम दामी छ। यता चाहिँ यो गाउँको माथि है, हामी यतिखेर चाहिँ म यो गाउँबाट बिचको अल्को घरबाट चाहिँ फेरि तावल गाउँको भ्यू देखाउने तर्खरमा छु। अनि यो तावल गाउँमा चाहिँ झन्डै 300 घरधुरीका मान्छेहरू चाहिँ बसोबास गर्छन्। हेर्न सक्नुहुन्छ गाउँकै अलिक नजिक झुरुप्प छन्। यो पारी देखेको गाउँ चाहिँ हाम्रो धोसेनी गाउँ हो। यसमा पनि झन्डै 80-90 घरधुरी, झन्डै 100 घरधुरीको चाहिँ हाराहारीमा घरधुरी सङ्ख्या छन्। एकदम दामी छ है। यो माथि लताब पर्छ, यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ। यतिखेर हाम्रो दुईजना सरहरू हुनुहुन्छ मेरो साथमा। हेलो सर, हामी के गर्दैछौँ? घुमघाममा। अनि के छ, कस्तो लागिरहेछ सर घुमघाम? एकदम। अनि तावलको बारेमा 2 शब्द भनिदिनुहोस् त। तावल एकदमै लुकेको ठाउँ, भाटिङ गङ्गाजमुना गाउँपालिकाको यो चाहिँ लुकेको ठाउँ। एकदम यो के भन्छ मान्छेको के भन्छ नजरबाट अलिक टाढा, एकदमै राम्रो ठाउँ हो। यो घुम्नै पर्ने ठाउँ होइन? एकदमै घुम्नै एकदम बवाल ठाउँ छ है। तपाईहरु दृष्टिकोणले एकदमै महत्त्वपूर्ण ठाउँ हो जस्तो लाग्छ। त्यही भएर तपाईहरु पनि आउनु होला, समय मिलेसम्म, समय मिलाएर एकदम ठाउँ चाहिँ एकचोटि घुम्नै पर्ने तामाङ समुदायसँग। हाम्रो सरहरूले चाहिँ आफ्नो प्रतिक्रिया राखिसक्नु। अनि सर हजुरको भनाइ फेरि सहमत छु। हाम्रो तावल एक मात्र ह्यान्डसम सर उहाँ एकदम खतरा। पालिका वडा नम्बर 3 को चिम्चोक भन्ने गाउँ हो। यो पनि झन्डै 300 घरधुरी सङ्ख्या रहेको छ है। बस्ती चाहिँ बाक्लो नै छ चिम्चोक पनि। जस दामी छ है ठाउँ चाहिँ। यहाँबाट देख्दा चाहिँ टक्क डाँडाकाँडा अनि टक्क गुजुमुच्च भएको घरहरू हामीले एकदम दामी देख्न सक्छौँ। तावल बजार अथवा तावल गाउँ भनौँ है। यो चाहिँ तावलको अलिकति माथिल्लो भेग भनौँ न। माथि चाहिँ जङ्गल छ। यतिखेर चाहिँ टन्न यो जङ्गलमा चाहिँ लालीगुँरासहरू फुलिरहेछ है। यो माथि मैले देखाइरहेको जङ्गलमा चाहिँ एकदम दामी रातो सेतो विभिन्न कलरका फुलहरू, लालीगुँरासका फुलहरू चाहिँ फुलिरहेको छ। गाउँ चाहिँ एकदम दामी छ है। सबैले नै एकदम घुम्नुपर्ने ठाउँ हो यो। म भन्न चाहन्छु कि तपाईँहरू एकदम यता माथिल्लो भेगको तावल घुम्न चाहिँ नछुटाउनु होला भन्न चाहन्छु है। एकदम दामी ठाउँ हो यो। हाम्रो सरहरू पनि फुल के भन्छ मनोरञ्जन लिइरहनु भएको छ। यहाँबाट टक्क भ्यूहरू हेरेर पुरै भलाकुसारी गर्दै हुनुहुन्छ सरहरू है। ल गाइजहरू, यो चाहिँ लताब गाउँ है। एकदम दामी छ यो पनि लताब गाउँ। धन्य यानि 50-60 घरधुरी सङ्ख्या रहेको छ। यो अलि माथि डाँडाबाट हेर्दा चाहिँ यो गाउँ एकदम दामी देखेको छ है। अब चाहिँ म तपाईँलाई गाउँभित्रको बाटो देखाउने छु।